सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। आज म तपाईँहरूको बीचमा एउटा विषयमा चर्चा गर्न जाँदैछु, जुन विषय अहिले निकै नै सामाजिक सञ्जालमा चर्चित भइरहेको छ। अनि त्यो विषय भनेको संसारमा सबैभन्दा असफल हुने व्यक्ति स्वयं परमेश्वर हुनुहुन्छ। कारण चाहिँ स्वर्गदूतको विद्रोह र अनि मानिसको विद्रोह अथवा पापको कारण भन्न गइरहेको छ। अनि यो कुरा चाहिँ सरासर अबाइबलीय छ अथवा यसमा चाहिँ ज्ञानको कमी देखिन्छ। किनभने म तपाईँहरूलाई भन्न चाहन्छु कि असफलता भनेको चाहिँ उद्देश्यमा चुक्नु हो। अनि उद्देश्यमा चुक्नु र त्यो कुरा फेरि पुरा नहुनु हो। हामीलाई थाहा छ स्वर्ग परमेश्वरले एउटा विशेष उद्देश्यको लागि बनाउनु भएको छ र स्वर्गदूतहरू भन्छ है, म स्वर्गदूत होइन, स्वर्गदूतहरू पनि परमेश्वरले स्वर्गमा उहाँको इच्छा पुरा गर्नको लागि उहाँले बनाउनु भएको छ र राख्नु भएको छ। यस कारणले गर्दाखेरि यदि स्वर्गदूत मात्र अथवा एउटा स्वर्गदूत पतन हुँदैमा परमेश्वर असफल हुन सक्नु हुँदैन। किनभने यदि एउटा मात्र स्वर्गदूत भएको भए चाहिँ, यदि लुसिफर मात्र स्वर्गदूत भएको भए र स्वर्गदूत पतन भएको भए, स्वर्गदूत सबै पतन भएको भए परमेश्वर असफल हुनुहुन्थ्यो भन्न पनि सुहाउँथ्यो। तर परमेश्वर चाहिँ सर्वज्ञानी हुनुहुन्छ। पृथ्वीमा मात्र होइन, उहाँ स्वर्गमा पनि सर्वज्ञानी हुनुहुन्छ। स्वर्गको पनि उहाँलाई भूत भविष्य वर्तमान सबै कुराहरू थाहा छ। त्यही भएर उहाँलाई सर्वज्ञानी, सबै कुराको ज्ञानी, पृथ्वीको मात्र होइन, स्वर्ग र यहाँ जति पनि अस्तित्वमा हुन आएका कुराहरू छ सबै कुराको भविष्य र परमेश्वरलाई थाहा छ। यसैले उहाँले स्वर्गदूतहरू बनाउनु भयो र विभिन्न स्वर्गदूतहरूलाई विभिन्न कामहरू दिनुभयो। विभिन्न उहाँको इच्छाहरू मध्ये विभिन्न इच्छाहरू पुरा गर्नको निम्ति उहाँले स्वर्गमा जिम्मेवारी दिनुभयो। तर स्वर्ग परमेश्वरले दिनुभएको जिम्मेवारीमा स्वर्गदूत असफल भयो, तर परमेश्वर चाहिँ सफल हुनुभयो। किनभने परमेश्वरले त्यो कामको लागि फेरि अर्को नियुक्त गर्नुभयो। त्यही जिम्मेवारीको लागि परमेश्वरले अर्को नियुक्त गर्नुभयो र उहाँको उद्देश्य चाहिँ उहाँले पुरा गर्नुभयो। यसरी परमेश्वरले के गर्नुभयो त भन्दा उहाँ सफल परमेश्वर हुनुहुन्छ, स्वर्गमा सफल हुनुहुन्छ। र दोस्रो कुरा, मानिसको विद्रोह। वाह प्रियहरू, हामीलाई थाहा छ परमेश्वरले एउटै मात्र मानिस बनाउनु भयो। एउटै मात्र मानिस बनाउनु भयो। त्यो मानिसले के गर्यो? पाप गर्यो। मानिसले पाप गर्यो। अब परमेश्वर असफल हुनुभयो भन्ने कुरै हुँदैन। मानिस चाहिँ असफल भयो कि परमेश्वरको इच्छा पुरा गर्न, परमेश्वरको आज्ञालाई पुरा गर्न, परमेश्वरको इच्छालाई पुरा गर्न चाहिँ मानिस असफल भयो। तर परमेश्वरको योजना चाहिँ सफलै छ। किनभने परमेश्वरको योजना मानिसलाई सृष्टि गर्नु चाहिँ अनन्तसम्म परमेश्वरको महिमा गर्नको लागि हो, अनन्तसम्म मानिस जिउनको निम्ति हो। र यस कारणले गर्दा अब कसरी परमेश्वर सफल हुनुभयो त? मानिसले पाप गर्दा, मानिसले विद्रोह गर्दा मानिसमा परमेश्वरको इच्छा पुरा। परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। मैले अघि नै भने परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। यसकारण उहाँले आफ्नो योजनालाई असफल हुन नदिनको निम्ति के गर्नुभयो? आफ्नो एक मात्र पुत्रलाई पठाउनु भयो। उत्पत्ति 3:15 नै जब उनीहरूले विद्रोह गरे, पाप गरे, उत्तिनखेरै परमेश्वरले के गर्नुभयो? योजना बनाइहाल्नुभयो। किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ। उहाँ आफ्नो उद्देश्यमा कहिले पनि चुक्नुहुन्न, आफ्नो प्रतिज्ञामा पनि चुक्नुहुन्न, उद्देश्यमा पनि चुक्नुहुन्न। आफ्नो क्यारेक्टर अथवा आफ्नो स्वभावमा उहाँ परिवर्तन हुनुहुन्न। उहाँ अपरिवर्तनशील परमेश्वर हुनुहुन्छ। यस कारणले गर्दा प्रियहरू, आज पनि मानिसलाई परमेश्वरले अनन्तको योजना बनाउनु भएको छ नि। यसकारण परमेश्वर असफल हुनुहुन्न। किनभने उहाँले मानिसलाई अनन्तको लागि बनाउनु भएको थियो। मानिसले पाप गरे, परमेश्वरको अनन्तता चाहिँ के भएन?
रोकिएन, उहाँले फेरि अनन्तको ढोका खोल्नुभयो नि मानिसको लागि। यसरी परमेश्वर सफल परमेश्वर हुनुहुन्छ। उहाँले बनाउनु भएको उहाँले कुरालाई कसैले पनि बदल्न सक्दैन। उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। परमप्रभुलाई महिमा होस् र एकले अर्कालाई हामीले प्रेम गर्नुपर्छ। यसकारण आजको यो भिडियोबाट परमेश्वरकै महिमा भएको होस् र तपाईँहरू यदि विश्वास गर्नुहुन्छ, कतिजनालाई सोचाएको छ होला परमेश्वर असफल हुनुहुन्छ कि भनेर। नो, परमेश्वर बाइबलभरि उहाँ सफल हुनुहुने परमेश्वर हुनुहुन्छ र उहाँले भन्नुभएको छ कि तिमीहरूका सबै योजनाहरू परमप्रभुमा राख, परमप्रभुले तिमीलाई सफल दिनुहुन्छ। किनभने परमेश्वर मात्र यस्तो व्यक्ति हुनुहुन्छ जो सफलताले सिद्ध हुनुहुन्छ। सबै कुराको सफलता परमेश्वरले पाउनुभएको छ, सबै कुराको सफलता परमेश्वरले हासिल गर्नुभएको छ। यसकारण उहाँले हामीलाई पनि सफलता दिन सक्नुहुन्छ। त्यही भएर बाइबलमा घरिघरि के भनेको छ, परमेश्वरको भय मान अनि तिमी सफल हुनेछौ। परमेश्वरको भय मान, किनभने हाम्रो जीवनमा पनि परमेश्वर उहाँ सफलता हुनुभएको कारणले हामीलाई पनि सफल बनाउन चाहनुहुन्छ। तर फेरि केमा सफल त? तपाईँ र म एक्जाममा फेल हुँदैमा हामी असफल हुँदैनौँ। तपाईँ र म जब हुँदैमा हामी असफल हुँदैनौँ। तर हाम्रो जीवन परमेश्वरको महिमाको लागि हो। हाम्रो जीवन परमेश्वरको अनन्त योजनामा पुग्नको निम्ति हो। अनि यस कारणले गर्दा आज हामी परमेश्वरको इच्छालाई पुरा गर्नुपर्छ। परमेश्वरले हाम्रो लागि अनन्तको योजना राख्नुभएको छ। अब ती योजनामा हामी पुग्नुपर्छ, परमेश्वरको इच्छामा हामी हिँड्नुपर्छ, नत्र फेरि हामी पनि असफल हुन्छौँ। तर परमेश्वर चाहिँ सधैँ सफलै हुनुहुन्छ, किनभने उहाँको काम, उहाँको योजना चाहिँ मानिसलाई बचाउने हो अनि उहाँले मानिसहरूलाई बचाउनुहुन्छ। तर हामी चाहिँ त्यो परमेश्वरको बचाउभित्र जान्छ कि जाँदैन भन्ने कुरा हो। प्रभुलाई महिमा होस्।